फकाइ सुशीला कार्की लगाएर भड्किलामा हालिदिन्छन्। यसो गरेछन् क्या केपी ओली गएपछि नि हेट तेरिका ओलीजी तपाईँलाई थाहा नै छैन भित्र कफी सफी मगाएर यी त सबै सिआइएका एजेन्ट नि रवि बालेले कहाँ तिर्छन् यिनीहरू फेसबुकमा यसो तपाईँको सङ्गठन त 100 सिट पुलिस र आर्मी इन्टेलिजेन्सको 100 सिट यहाँ अब प्रचण्डलाई फेरि उचालिन्छन् तपाईँको त 50 सिट तपाईँ नै हो प्रधानमन्त्री अब उसलाई पुग्यो यति हो सिट हेर्नुहोस् है अब गगन थापालाई पार्टी फुटाएर आइज प्लान छ नि त उताबाट पार्टी फुटाएर आइज तै हो ऊ पनि गयो कसेर प्रधानमन्त्री हुनलाई कुर्ता सुरुवाल त कति सिलाएछ अघिल्लो बार गगन सरकार भनेर साराका सारा कुर्ता सुरुवाल कति सिलाएको त मधेसमा यता गयो गाम्चा बेरेको छ उता गयो गाम्चा बेरेको छ नमपच्छी पिङका 100 झड्का भने जस्तो नि मलाई थाहा थियो क्या सबै म चाहिँ हिरासतमा बसिरहेको थिएँ मलाई पक्रेर लान्छ भन्दै पनि थाहा थियो आयो लग्यो मलाई त के भयो रमाइलो भयो अब अहिले फेरि कहिले पक्रेर लान्छ अर्को रमाइलै हुन्छ मलाई त फरकै पर्दैन। अनि मैले केपी ओलीलाई के भनेको थिएँ नि खबर पठाइदिएको थियो तपाईँ यो चुनावमा बरु नउठ्नुहोस् उठेर नहार्नुहोस् कहिले उठेर हार्नुभन्दा बरु नउठेर पनि होइन जितिन्छ होइन कहिले गेम नखेल्दा पनि जितिन्छ नि त। र म एउटा कुरा के भन्छ मैले उहाँलाई के भनेको थिएँ भने यो चुनाव भयो भने तपाईँको लास्ट जेलबाट निस्किन्छ है यो कुरा बुझ्नुहोस् यो प्लान्टेड हो नि यहाँबाट चल्दैन यहाँबाट त केही चल्दैन यहाँबाट केही चल्दैन तपाईँहरू मान्नुहोस् यहाँ माइबाप कोही पनि छैन यो देशको यति कुरा मानिदिनुहोस् तपाईँहरू मैले भगवान् कसम मलाई यहाँ आएर गोली हाल्नुहोस् अहिले म मर्नको लागि निस्केको हो आखिर मर्नु नै हो मृत्यु त मृत्यु अब म अहिले 55 वर्षको भएँ अब धेरै भए चाहिँ 25 वर्षमा छु।